को बारेमा सोच्छौ अनि तिमी चाहिँ आफ्नो सन्तानको भविष्य बिगार्ने सोचिरहेछौ। भोलि कसरी हाम्रो सन्तानले उहाँहरूको छोराछोरीलाई आफ्नो दाजु भाइ भन्ने? अनि म के सधैँभरि त्यही माटोको भित्र लिपेर बसिराख्नु? दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। ऊ चाहिँ स्वर्ग जान्छस् भन्दा गुहान नपाइएला भन्नेमा छ। तिमीलाई जान मन छैन भने भन्न, म एक्लै जान्छु। त्यो त कसरी हुन्छ हौ? तिमी त मेरो परान हो। शरीरले परान छोडेर कसरी बाँच्न सक्छ? तर आमालाई चाहिँ कसरी भन्नु? तिमी त्यसको चिन्ता नगर। बाआमालाई मिलाएर भन्ने जिम्मा मेरो भयो ल। के भयो तिमीलाई? नरौ 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 दाडी नरौ। के भन्छ यो? ट्रेन चढ्न मन लाग्यो भनेको भन्नु त माइलालाई। बिहा गरेर दुवैजना सँगै जाने भनेको अब कहाँबाट ल्याइदिउँ त तँलाई यति छिटो केटी? कोक्रो बुन्दैछु, आजै सक्नु पर्छ नत्र बिटुलो हुन्छ। के गर्छ यो? कहाँ जाने? खाना खाइसकेपछि मात्र कुरा गर्नु। मैले अहिलेसम्म बासँग झुट बोलेको छैन। कति न उसलाई झुट बोल्नु लगाए जस्तो। चुपचाप घोसी मुन्टो लगाएर खाना खाउँ न, म मिलाउँछु। ल बुहारी तिमी पनि खाइहाल। बुवा 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 सुन्नु न। सुन्दैछु। बुवा एउटा राम्रो खबर थियो। उहाँको त्यो जेटिओहरूको तालिम रहेछ। उता अमेरिकामा नेपालबाट उहाँ छानिनु भएछ। अनि उहाँसँगै म पनि जान मिल्ने रहेछ। त्यही भएर म पनि जान्छु होला। 3 महिनाको लागि मात्रै होला। हुन्छ नि त। अमेरिकै पुगिसकेपछि के 3 महिना मात्रै बस्नु। त्यहाँ यताउता मिलाएर अलि लामो बसे भयो नि। अब हामीले पनि त्यही सोचेका छौँ। त्यसो लाग्यो भने भिडियो कल छँदैछ, यसो कहिले कहीँ बातचित मारौँला। अनि भिडियो कलमा छोरालाई मुसार्नु पाउनुहुन्छ?
जमाना कहाँ पुगिसके यसलाई भने मुसार्नु पर्या छ। यिनीहरूले पनि आफ्नो सन्तानको भविष्य हेर्नु परेन? जुठो छ बुझ। काँचै खानुहुन्छ कि भनेर कस्तो डर लाग्थ्यो। आफ्नै परानले कसले काँचै खान्छ? तर साह्रै नराम्रो ढाँटे छोरा बुहारी। तपाईँले पनि त डाँटिदिनु पर्यो। उनीहरूको कुरा सजिलैसँग बताइदिनु भयो। छोराको अनुहार हेरेकी थिइस्? बाउले नपत्याइदिने हुन् कि भनेर त्यसको आँखामा कति डर थियो। मैले पत्याइदिँदा छोरो खुसी हुन्छ भने मैले पनि बाउ हुनुको धर्म निभाइदिएँ। एकचोटि नजा भन्नुभएको भए बा जाँदैन थियो कि? बाउलाई ठाटेरै जान खोज्नेलाई मैले रोक्न सक्नुला र? गोपाल, आशीर्वाद नदिने बा, तेरो मनले हराएको गर्न पाएस्। होइन
यो के पो सुन्दैछ हौ धर्मनाथ बा? कान्तिमा एउटा सन्तान साथमै राख्नुपर्छ भन्ने तिमी, अनि यो कान्छालाई पनि विदेश पठाउनु आँट्नु भइस अरे त। हौ अर्कालाई आरती बुद्धि दिने मान्छेले आफूले पनि पालन गर्नुपर्छ है अरे। हौ यो मैले भनेको चाहिँ है, गाउँले सबैले त्यसै भन्दैछ। हाम्रो घरको मोरी। ₹9,02,097 जम्मा भएको छ। त्यत्रो भएछ? महालक्ष्मी हो नि, लक्ष्मी त बढिहाल्छ नि। 9 लाख निकालिदिनुहोस्। 9 लाख? ल गनेर लिनुहोस् है। मिसिनले त के ढाँच्ला र बाबु? तयारी भइरहेछ दाइ। सेकेन्ड लेटर पनि आयो क्या अरे। भोलि काठमाडौँ जाँदैछु। ए हस्, हुन्छ 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 दाइ। कसलाई हो नि यो मोबाइल? एक थोपा यसो घोटेर ममा मिलाएर चटाउनु भने निमोनिया टाइफाइड त्यही बेला निको हुन्छ। विदिन 3 आवर्स, 3 घण्टाभित्र निको हुन्छ भनेपछि यस्ता कुरा त जान्नु पनि पर्छ हामीले। त्यसको केही असर छैन, हेर्दा त सामान्य जस्तो लाग्छ हामीलाई, तर बस्न त बचिन्छ नि। त्यस कारणले हामीसँग प्रयोग गरिने थुप्रै विषयवस्तुहरू, थुप्रै खाद्यान्नका कुराहरू त्रुटिपूर्ण छन्। अहिले हामी अन्नको विकल्पमा के खोज्ने भन्ने तयारीमा जानुपर्छ। किनभने हामीसँग घडेरी प्रथाले जमिन सकिएको छ, आयातित अन्नबाट नेपाल निर्भर छ। यसबाट मुक्त हुनको निम्ति एउटा तपाईहरुलाई सामान्य कुरा जस्तो लाग्छ, तर असामान्य, त्यसको रिजल्ट चाहिँ असामान्य। म यहाँहरूलाई जानकारी गराउँ, हामीले उखु खेती गरेका छौँ भने उखुको त्यो बाहिरपट्टि सेतो हुन्छ, हामीले हातले यसो छौँ भने सबै लाग्छ होइन? त्यो लाग्छ नि। त्यसको कलेक्सन गर्ने एउटा मेसिन हुँदो रहेछ। मैले यसपालि हेरेर आएँ मलेसियामा। त्यो कलेक्टिभ तपाईको 1 बिघाबाट 1 बिघा जमिन बराबरको एरियाबाट झन्डै 1.5 किलो बस्दो रहेछ त्यो सेतो। त्यो मेसिनले कलेक्सन गर्दो रहेछ त्यसलाई। त्यसको 1 केजीको $26,000 डलर, $26,000। यो केमा प्रयोग गरिन्छ भन्दा क्यान्सरमा। त्यसैले हेर्दा हामीलाई केही जस्तो लाग्दैन, यो सामान्य जस्तो लाग्छ सबै कुरा, तर सामान्य छैन। कुबिन्डोको बोक्रा मात्रै तपाईले कुबिन्डोको बोक्रा तासेर त्यो बोक्रा नै आधा चम्चाको फाको हाल्दै जानुभयो भने तपाईसँग भएको सुगर 9 महिनामा समाप्त हुन्छ। भनेपछि कस्तो मेडिसिन थियो? हामीले औषधि त खाएको होइन, त्यो त हामीले खाएको त सामान्य कुबिन्डोको बोक्रा मात्रै हो। त्यसकारणले सबै मेडिसिनहरू हामीभित्रै छन्। यो विषयमा हामी विस्तृत अझै जानुपर्छ। किन हामी अहिले त मैले यहाँलाई छोटो छोटो कसरी मिल्छ यसो जानकारी मात्रै गरिरहेको छु। अब आजदेखि एउटा धारणा के बनाउनु भने एल्युमिनियमबाट कसरी मुक्त हुने, दिमागलाई त्यहाँ चाहिँ पुर्याउनु पर्छ। धेरै ठाउँ मलाई प्रतिप्रश्न गर्नुभएको छ। अब एल्युमिनियमको भाँडा किन्न नसक्दा, के अरे पित्तलको कसौटी, चरेसको थाल किन्न नसक्दा के गर्ने भन्नुभएको छ। भाँडा ठुल्ठुलै किन्नुपर्छ भन्ने छैन, माटाकै भाँडामा पकाएर खाए पनि भयो। सिम्पल कुरा छ। गरिबीभित्र पनि बाँच्न सिकाछ नि। तपाईको माटोको संयोगबाट, जस्तै कराई पनि किटको कराई, किट भनेको 80% माटो 20% फलामको धाबाबाट बनेको कराई किटको, त्यो फुट्छ पनि।
त्यसमा 16 किसिमको तत्त्व हुने भएको हुनाले तपाईले क्याल्सियम किन्नु पर्दैन, आइरन खरिद गर्नु पर्दैन, छुट्टै त्यही प्राप्त हुन्छ। 16 किसिमका म्याग्निजहरू किन्नु पर्दैन, फस्फोरस किन्नु पर्दैन, त्यही माटोमा भएको कुरा त्यही छ। दैनिक तपाईले प्राप्त गर्न सक्नुहुन्छ भनेपछि त्यो किसिमको एउटा सोच विचार पनि बनाउनुपर्छ। हामीले सधैँ दैनिक प्राप्त हुने कुरा, पैसा नपर्ने कुरा, त्यो त विकल्पै भएन। हामी म त आइरन चक्की खाइरहेको छु भन्नुहुन्छ, आइरनदेखि लिएर जम्मै कुरा त 16 किसिमको तत्त्व त त्यही पाउने भएपछि हामीले एउटा भाँडो मात्रै किचनमा जुटायौँ भने त्यसले नै हामीलाई ठुलो सहयोग गर्छ। यस्ता सहयोगी किसिमका भाँडा बर्तनहरूलाई महत्त्व दिने बानी बसारौँ। अर्को, पानीलाई हामीले सुधार गरौँ। एल्युमिनियमबाट मुक्त समाजलाई कसरी समाजलाई बनाउने भन्नेतर्फ हाम्रो ध्यान 24 घण्टा जानुपर्छ। राइस कुकरमा खाएपछि थाइराइड बढ्यो, क्यान्सर बढ्यो, किडनी फेल भयो, आँखाको पावर गयो, मेमोरी गयो, के चाहियो त्यसपछि? किन त्यसबाट पावर अक्साइड हुने भएको हुनाले पकाउँदा नै खिया लाग्ने भाँडोभित्र पर्छ राइस कुकर। अनि पकाउँदा नै खिया लाग्छ भने हामी खिया किन खाने? अर्को कुरा, जसले म्यानर्स एन्ड इटिकेटको बारेमा जान्दैन उसलाई देश निकाला गर्नुपर्छ भन्छु कहिले कहिले। त्यो आवेगमा प्रयोग गरिने शब्द हो मेरो। सिकुन जानुन् भनेर तपाईँले कहीँ जानुभयो अनि पानी उठेर कल 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 खान थाल्नुभयो भने यो मान्छेले राम्रो सिकेको रहेनछ भनेर त्यसपछि तपाईँ हेर्ने दृष्टिकोण ठ्याक्कै फरक पर्छ। एक। दोस्रो कुरा, तपाईँले चिया खानुभयो, चिया खाँदा पुरै आवाज दिँदै चिया खानुभयो भनेपछि यो मान्छे पनि जे होस् बाँदर जुगबाट मान्छेको जुगमा आउन अलिकति समय रहेछ यसलाई भने त्यहाँ पनि भन्छ फेरि, त्यहाँ पनि। अनि खाना 3-4 जना बस्यो अनि उठ्ने बेलामा ल म चाहिँ गएँ भनेर हतार हतार खाएर डाङडुङ खाएर उठेर निस्क्यो भने यो मान्छे पनि मान्छे हुन बाँकी थुप्रै रहेछ भनेर सोचिरहेको हुन्छ किन त्यो छैन नि त। सबै सँगै बस्ने, लो खाउँ है भन्ने, फेरि सँगै उठ्ने, त्यो परम्परा हो नि त हाम्रो। त्यसकारणले म्यानर्स एन्ड इटिकेट यति महत्त्वपूर्ण चिज हो जसले गर्दा हाम्रो आयुर्वेद सभ्यताभित्र यति महत्त्व दिएको छ कि खानपान, आहार विहारहरू कुन बेला कस्तो चिजहरू प्रयोग गर्ने, कुन बेला के नगर्ने, कुन र कुनको संयोग अति घातक हुन्छ, कुन र कुनको संयोग अति उत्तम हुन्छ भन्ने बारेमा महत्त्व राख्छ। जस्तै युरिक एसिड छ त्यसकारण म चना खान्न भन्नुहुन्छ धेरैले, होइन? तर त्यो कुरा केही अर्थ लाग्दैन, त्यो अर्थपूर्ण होइन। तपाईँ चना पकाउनुहोस्, अलिकति मुला हालिदिनुहोस्, युरिक एसिडै हुँदैन, तपाईँ युरिक एसिड निको हुन्छ त त्यसैले बिस्तारै। अब कसैलाई छालाको रोग लागेर दुबी निस्क्यो भने, अब जडीबुटी त पछि बताउँला, दुबी निस्क्यो भने तपाईँ 40 दिनसम्म चना र मुला सँगै पकाएर खाइराख्नुभयो भने 40 दिनमा 90% घट्छ। उपचार हो त्यो, कुनै हाम्रो किचनमै प्राप्त हुने चिज हो नि त। खर्चिलो छ कहीँ? खर्चिलो पनि छैन। हामी दाल पकाउँदा चना पकाउने, सक्यो त कुरा। अन्नलाई छोडिदिने त्यो बेला, किनभने चनाबाट मात्रै पनि सबै हामीलाई न्युट्रिसन पुग्छ भनेको एउटा एक्जाम्पल दिएको मैले। यो यस्ता चिजहरू र यसरी संयोग गरिएका वस्तुहरूबाट हाम्रो शरीर, विचार, स्वस्थ रहने तरिकाहरू यी सामान्य भित्रै छन्। असामान्य कोणबाट हामीले खोज्नु पर्दैन। जस्तै अब चाडबाडको विषयमा हामी गयौँ भने चाडबाडमा हामीले तिहारमा हामीले प्रयोग गर्ने वनस्पति के हुन्? फूल हो। फूलमा पनि 2 खाले विशेष, मखमली र सयपत्री, नरिवल छ त्यहाँ, ओखर छ त्यहाँ, मिश्रीहरू छ, चिनी छ, अनेक किसिमका परिकारहरू छ। त्यो दिन तपाईँ जेसुकै खानुहोस् शरीरलाई हानि गर्दैन त्यो दिन। अर्को दिन तपाईँ कन्ट्रोलमा आइहाल्नुपर्छ। अब त्यो दिन फेरि चेलीबेटीले माइतीलाई पूजा गर्ने नाममा उपचार गर्ने विधि हो। त्यो छुट्टै राखिदिएको, पूजा गर्ने भन्ने तर उपचार गरेको। त्यहाँ ओखर छ, ओखरले ब्रेनको विकास गर्छ, बिर्सने रोगबाट मुक्त गर्छ, तनावग्रस्त मान्छेलाई तनाव मुक्त गर्छ। त्यहाँ चेलीबेटीहरूले यो माइतीले हाम्रा बुवा आमालाई राम्रो गरोस्, समाजलाई राम्रो गरोस्, हामी चेलीबेटीलाई पनि बोलाओस् समय समयमा, यो रिसा खालको एकल काँटे खालको नबनोस्, यसको मेमोरी पनि राम्रो होस् भनेर ओखर खुवाउने चलन त्यही दिन्छ। यस्तो विधि छ क्या त्यहाँ। अब घाँटीको रोग नलागोस्,
शरीर गनाउने दुर्गन्धित नहोस् र दुराचारी दुर्व्यसनी पनि नबनोस् भनेर फेरि सयपत्री पिठोमा पनि हालेर पकाइन्छ, लगाउन पनि दिइन्छ त्यो बेला। त्यसकारणले हरेक चाडबाडहरू त्यही किसिमले बनाइएका छन्। अब अक्षय तृतीया भन्यो, फेरि अब अक्षय तृतीया त आउन पनि लागेको छ होइन। त्यो बेला के प्रयोग गरिन्छ भन्दा सातु। सातु किन प्रयोग गरिन्छ भने हाम्रो शरीर चाहिँ वात पित्त र कफको हिसाबले अब अहिले चाहिँ कफले काम गरेको हुन्छ, त्यसकारण यतिखेर मान्छे सबै मोटा घाटो हुने, अलि भोक लाग्ने, शरीर पनि अलि हिष्टपुष्ट हुने हुन्छ। अब पित्तलाई जिम्मा दिने बेला भयो, फागुन 26बाट पित्तले जिम्मा लिन्छ। त्यो पित्तले जिम्मा लिइसकेपछि बिस्तारै एसिडिटी बढ्ने, खान मन नलाग्ने, रिङ्गेटा लाग्ने, निन्द्रा कम हुने, अनेक हुन्छ, पित्त वृद्धि हुन्छ त्यो बेला। त्यो पित्त वृद्धि भएपछि फेरि पेटको रोग लाग्ला भनेर अक्षय तृतीयाको चाडलाई ठिक्क सिजन बनाएर राखेर अनि त्यो बेला चाहिँ सातु खानु। अनि सबैले सातु बनाएर खाने सम्भव हुँदैन, बटोरे पनि हुन्छन् त्यो बेला, बाटो हिँड्ने मान्छे पनि हुन्छन्। ती बाटो हिँड्ने मान्छेलाई पनि दिनु है शरबत भनेर सक्खरको शरबत र सातु दिने र उसको रोग मुक्त गर्ने, 1 वर्षलाई पेटको रोग नलागोस् भनेर मुक्त गर्ने एउटा छ। अर्को माघे सङ्क्रान्ति छ। फेरि माघे सङ्क्रान्तिको बेला हामीले प्रयोग गर्ने कुरा के हुन्? घर तरुल, वन तरुल, तिलको लड्डु, सक्खर। त्यो बेला दही प्रयोग हुँदैन, दुध प्रयोग हुँदैन, अन्य परिकारहरू त्यो बेला प्रयोग हुँदैन। 1 वर्ष सुगरबाट मुक्त हुनको निम्ति भनेर त्यो बेला फेरि माघे सङ्क्रान्तिको बेला फेरि तरुल र सक्खरको संयोगमा त्यो चाडलाई मनाइन्छ। 1 वर्ष प्रमेह 20 खालको हुन्छ, त्यो 20 खालको मध्ये सुगर एउटा खालको हो। त्यो रोग नलागोस् 1 वर्षसम्म भन्दा फेरि त्यो बेला त्यो चाडको रूपमा व्यवस्थित गरिएको छ। तपाईँलाई थाहा छ, तपाईँले जब बच्चालाई पिट्नुहुन्छ नि हुर्काउने क्रममा, पिटी हुर्काउनुहुन्छ नि, तपाईँलाई बच्चालाई पिटिएको हुँदैन, बच्चालाई यातना दिएको हुँदैन, तपाईँले प्रेमलाई यातना दिइरहेको। यु नो इट, यु आर किलिङ युर लभ द मोमेन्ट वेन यु आर पिटिङ युर चिल्ड्रेन। तपाईँलाई प्रेमलाई पिटिरहेको होइन र त्यो। इमेजिन इट। यति पनि नबुझ्ने आमा बाबाले छोराछोरी हुर्काउने रे, छोराछोरीलाई पिटिँदैन, प्रेमलाई पिटिन्छ। त्यही बेला तपाईँले प्रेमलाई फाँसी चढाइसक्नु। त्यो घोडा हो र त्यो कुकुरलाई चाहिँ ट्रेन गर्नुभएको भयो पिटी। त्यो त मानव हो। जुन दिनमा तपाईँले पिट्न थाल्नुभयो त्यो बच्चा सुध्रिँदैन, प्रेम मर्छ उसभित्र। यति पनि नबुझेका हामीले सन्तान हुर्काइसक्यौँ, बहुत गल्ती गरिसक्यौँ। अब यो गल्ती भन्नुपर्छ, स्वीकार्नुपर्छ यो गल्तीलाई। अहिले छोराछोरीलाई गएर माफी माग्नुपर्छ। मेरा छोराछोरी, आइम सरी, मैले तिमीलाई हुर्काउने क्रममा बहुत यातना दिएँ होला, त्यो बेला बुझिनँ, अहिले बुझ्दैछु। यु सुड बी सरी फर द्याट। यदि बुझ्ने हो भने खोल्नुपर्छ तपाईँ। अनि नत्र तपाईँ जिन्दगीभर उल्झनमा के यत्रो लगानी गरेँ, मेरो छोराछोरीको लागि के गरेँ, मलाई वास्तै गर्दैन, विदेश गए, उसकै लागि पहिले खेत बन्द गरेर घर बेचेर विदेश पठाइदिए, अब एउटा कल गर्दैन मलाई, किन गर्नु? तपाईँले प्रेम पहिल्यै मारिदिइसक्नुभयो। यु हेभ अलरेडी किल लभ। तपाईँले झुन्ड्याइदिइसक्नुभयो प्रेम सानैमा। अब उसलाई चाहिँ तपाईँबाट भाग्ने मौका दिनुभयो, तपाईँले खेत बेचेर घर बन्दकी हालेर विदेश पठाइदिनु भयो। यस, can you imagine it? So they never love you back, किनकि प्रेम सिद्धिसक्यो त्यहाँ। अब त्यसलाई फेरि पनि जोड्नु छ भने you should be sorry for that. Seriously you should be sorry. अब उमेर बाँकी छ भने अर्को ट्राई गर्नुहोस्, सन्तान फेरि गल्ती भयो, अब यसो नगरिकन, नपिटिकन, गाली नगरिकन कसरी हुर्काउने? यो उमेर भएकाहरू मात्रै हाँस्छन् यसमा, नगएकाहरू त पाएर जन्म। एनिवे, घरको ढोका अगाडि यस्ता चिज राख्दै नराख्नुहोस् जसले तपाईँलाई बर्बाद बनाउन सक्छ। बुझ्नु होला, घरको ढोका अगाडि यस्ता चिज राख्दै नराख्नुहोस् जसले तपाईँलाई बर्बाद बनाउन सक्छ। बर्बादै बनाउँछ है, सामान्य लाग्न सक्छ विषय र वस्तु, तर बर्बाद बनाइदिन्छ, खङ्रङ्गै बनाइदिन्छ जीवन। बुझ्नु होला, जस्तै कि घरको मूल ढोका भयो,
मूल ढोका अगाडि क्याक्टसको फुल रोप्दै नरोप्नु। क्याक्टस त्यो काँडै काँडा भएको एक प्रकृतिको वनस्पति जुन तपाईँले घरको मूल ढोका अगाडि रोप्दै नरोप्नुहोस्, अथवा भनौँ तपाईँले आफ्नो बगैँचामा पनि रोप्दै नरोप्नुहोस्। यसले पूर्ण रूपमा वास्तु दोष बिगार्दछ। क्याक्टस बुझ्नु होला है, त्यो क्याक्टस चाहिँ तपाईँले रोप्नै भएन घरको मूल ढोका अगाडि, अथवा तपाईँको आफ्नो बगैँचा गार्डन के छ त्यहाँ रोप्दै नरोप्नुहोस्, वास्तु बिगारिदिन्छ। यसै गरी अरू कुनै पनि प्रकृतिको काँडा भएको बिरुवा घरको मूल ढोका अगाडि नपरोस्। घरको मूल ढोका अगाडि काँडा भएको कुनै पनि बिरुवा पर्दै नपरोस्, वास्तु पूर्ण रूपले बिग्रिन्छ। घरको काँडा भएको बिरुवा फुल हुनसक्छ अथवा अरू कुनै बिरुवा घरको मूल ढोका अगाडि नपरोस्। गार्डनमा भए केही फरक पर्दैन, तर मूल ढोका अगाडि चाहिँ नपरोस्। क्याक्टस चाहिँ गार्डनमा पनि भएन, मूल ढोका अगाडि पनि भएन, बुझ्नु होला है। यसै गरी बिग्रेका फुटेका टुटेका चिजहरू मूल ढोका अगाडि राख्दै नराख्नुहोस्। बिग्रेका फुटेका टुटेका चिजहरू मूल ढोका अगाडि, घरको मूल ढोका अगाडि राख्दै नराख्नु। जस्तो बिग्रिएको भाँडो, फुटेको भाँडो हुनसक्छ, बिग्रिएको टेबल हुनसक्छ, काठको टेबल, यसै गरी कुर्सी पलङ हुनसक्छ। कसैले यो घरको मूल ढोका अगाडि बाहिरपट्टि शीतल ताप्नका लागि, घाम ताप्नका लागि यो बेड राखेको पाइन्छ, कुर्सी राखेको पाइन्छ, तर खुट्टा भाँचिएको कुर्सी, बिग्रिएको कुर्सी राखेको पाइन्छ। यस्तो तपाईँ भुलेर पनि मूल ढोका अगाडि गर्दै नगर्नुहोस्, किनभने मूल ढोकामा विशेष ईश्वरको कृपा रहने गर्दछ, ईश्वरको दृष्टि पर्ने गर्दछ। र ईश्वरको दृष्टि पर्ने ठाउँमा बिग्रिएका टुटेका फुटेका चिज राख्नुभयो भने ईश्वरको कृपा कहिले पर्दै पर्दैन, ईश्वरको दृष्टि पर्दै पर्दैन, बुझ्नु होला। मूल ढोका, मेन ढोका जुन हुन्छ नि घरभित्र प्रवेश गर्ने, त्यहाँ वास्तु मिलाउनु अत्याधिक आवश्यक छ। सबैभन्दा पहिलो दृष्टि नै ईश्वरको मूल ढोकामा पर्ने गर्दछ, र मूल ढोकामै वास्तु बिग्रिएको छ भने ईश्वरको कृपा पर्दै पर्दैन, दृष्टि पर्दै पर्दैन, बुझ्नु होला। त्यसैले पनि मूल ढोका अगाडि हामीले धेरै विचार गर्नुपर्ने हुन्छ। फुटेका टुटेका यी टेबल, कुर्सी, पलङ जस्ता चिजहरू राख्दै नराख्नुहोस्, बुझ्नु होला है। र फोहोर नराख्नुहोस्। मूल ढोका अगाडि फोहोर हुनै हुँदैन। फोहोर चिजबिजहरू राख्दै नराख्नुहोस्। डस्टबिन पनि मूल ढोका अगाडि राख्दै नराख्नुहोस्, बुझ्नु होला। घरको मूल ढोका अगाडि डस्टबिन, फोहोर राख्ने डस्टबिन राख्दै नराख्नुहोस्। राख्नै पर्यो भने पनि कतै साइड लगाएर लुकाएर राख्नु होला। देखिने गरी मूल ढोका अगाडि डस्टबिन, फोहोर राख्दै नराख्नुहोस्, बुझ्नु होला। र मूल ढोकाको छेउछाउमा माकुराको जालो परेको छ भने जालोलाई तुरुन्त हटाउनुहोस्। यो माकुराको जालोको सङ्केत के हुन्छ भने त्यो घरमा ऋण लाग्ने प्रबल सम्भावना हुन्छ। यो ऋण लाग्ने प्रबल सम्भावना भइसकेपछि लक्ष्मीको कृपा पटक्कै हुँदैन। त्यसैले मूल ढोका अगाडि अथवा पछाडि छेउछाउमा कतै माकुराको जालो छ भने तुरुन्त हटाउनुहोस्। हुन त घरभित्र जहाँ पनि माकुराको जालो छ भने तुरुन्त हटाउनुहोस्, तर मुख्य गरेर मुख्य द्वार अगाडि कतै छ भने तुरुन्त हटाउनुहोस्। होइन भने लक्ष्मीको वास हुँदै हुँदैन, ऋणको सम्भावना प्रबल रूपमा देखिन्छ, बुझ्नु होला। यसै गरी जथाभावी जुत्ता चप्पल नराख्नुहोस्। मूल ढोकामा प्राय हामीले जुत्ता चप्पल खोल्ने गर्दछौँ। जथाभावी कोही चप्पल पल्टिरहेको, कोही उल्टिरहेको यस्तो अवस्था हो भने यसलाई मिलाइहाल्नुहोस्। छालाको जुत्ता चप्पल हुनसक्छ अथवा अरू प्लास्टिकको जुत्ता चप्पल हुनसक्छ। यसले शनिदेवलाई बिगारिदिन्छ, बुझ्नु होला। विशेष त त्यो घरमा शनिदेवको कृपा रहँदैन यसो गर्नाले। त्यसैले पनि यो समेटेर राख्नुपर्ने हुन्छ। कुनै छेउमा एउटा र्याक राखेर, जुत्ताको र्याक राखेर र्याकमा राख्ने गर्नु, अथवा कुनै साइड लगाएर समेट्नु होला। सिधै अगाडि, मूल ढोकाको सिधै अगाडि पर्ने गरी जुत्ता चप्पल यो छरिपष्ट पारेर नराख्नु होला। समेटेर साइड लगाएर मात्र राख्नु होला, राख्नै पर्ने अवस्थामा, अथवा र्याक राखेर र्याकमा मात्र राख्नु होला। होइन भने जीवनमा अप्ठ्यारो, साह्रो, गाह्रो परिस्थिति बार आइरहन्छ। यसै गरी घरको मूल ढोका अगाडि सिधै पर्ने गरेर पिपलको रुख नहोस्। विचार गर्नुहोस्, पिपलको रुख हुँदै नहोस्। मूल ढोका अगाडि पर्ने गरेर पिपलको रुख नहोस्। यसले पनि पूर्ण रूपमा वास्तु बिग्रिन्छ, बुझ्नु होला। घरको मूल ढोका अगाडि सिधै मूल ढोकाबाट देखिने गरी पिपलको रुख नहोस्, बुझ्ने होला। यसै गरी शमीको बोट पनि नहोस्। शमीको रुख, शमीको बोट यो मूल श्रीमानलाई कहिल्यै भन्न नहुने 9 कुरा आजको शीर्षक। मलाई सघाउनुहुन्न। आखिर म पनि त जागिर खान्छु, म पनि त अफिस गइरहेको हुन्छु, मलाई पनि त थकाइ लाग्छ। मलाई तपाईँ बुझ्नुहुन्न। यस्ता प्रश्नहरू, यस्ता कुराहरू श्रीमानसँग कहिल्यै पनि नगर्नुहोस्। एकदमै चित्त दुखाउँछ यस्तो कुराले तपाईँको श्रीमानलाई। नम्बर 2, तपाईँको त केही ढङ्गै छैन। श्रीमानलाई फुर्सद भएको बेला कहिलेकाहीँ तपाईँलाई काममा सघाउन लाग्दा उनको काम गर्ने शैली तपाईँलाई मन परेन, चित्त बुझेन भनेर तपाईँको त केही ढङ्ग नै छैन।
केही कुरा त देखेर पनि सिक्नु नि, जस्ता वाक्य श्रीमानलाई कहिल्यै पनि प्रयोग नगर्नुहोला। त्यस्तै तपाईहरू लोग्ने स्वास्नी कतै सभा समारोहमा कतै पार्टीमा जाँदा श्रीमानले पहिरिएको ड्रेस देखेर या अन्य कुनै कुराले कुनै कारणले तपाईँलाई चित्त बुझेन भने अथवा चित्त बुझेन भनेर कस्तो पहिरन गरेको, अलिकति स्मार्ट बन्नु नि यार। अरूका श्रीमान कति स्मार्ट बनेर हिँड्छन्, आफ्नो बुढो हेर बुद्धु। यस्तो भाषा तपाईँले कहिल्यै पनि श्रीमानलाई प्रयोग नगर्नुहोला। यस्तो व्यवहारले श्रीमानलाई एकदमै हर्ट हुन्छ। अब अर्को नम्बर, तपाईँलाई त मेरो ख्याल नै छैन। धेरै श्रीमतीहरूले बोल्ने वाक्य हो नि यो। तपाईँलाई त मेरो के मतलब छ र, मेरो ख्यालै छैन तपाईँलाई। तपाईँलाई त मेरो ख्यालै छैन, कुनै केयर नै गर्नुहुन्न तपाईँ मलाई माया नै गर्नुहुन्न, वा मलाई कुनै फिल्म देखाउन पनि लैजानुहुन्न, सपिङ गर्न पनि लैजानुहुन्न, न कतै घुमाउन लानुहुन्छ। तपाईँसँग आफ्नो साथी अनि बा आमालाई भेटेर रमाइलो गर्न चाहिँ टाइम हुन्छ, सिर्फ मेरो लागि चाहिँ हुन्न। मेरो माया हुन्थ्यो भने मलाई घुमाउन पनि लानुहुन्थ्यो, घरमा एसी जोडिदिनुहुन्थ्यो। यस्ता अनावश्यक कुरा गरेर किचकिच कहिल्यै पनि नगर्नुहोस्। नम्बर 4, श्रीमतीले श्रीमानको परिवार इष्टमित्र आफन्तसँग टाढा बसौँ कहिल्यै नभन्नुहोस्। भुलेर बिर्सेर पनि यस्तो नभन्नुहोस्, श्रीमानले कुनै आफन्तकोमा जाउँ भन्दा मलाई तपाईँको आफन्त फिट्टिकै मन पर्दैन, यस्तो उस्तो भनेर गाली गलौज गरेर श्रीमानका आफन्तप्रति आक्रोश पोख्ने व्यवहार कहिल्यै पनि देखाउनु हुँदैन। नम्बर 5, तुलना। श्रीमतीले अर्को गर्न नहुने काम भनेको श्रीमानलाई तुलना गर्नु हो। जस्तो आफ्नो श्रीमान कालो छ भने मलाई त गोरो श्रीमान मनपर्छ, फलानीको जस्तो गोरो होस् न, अनि पो श्रीमान गोरो छ भने मलाई त हल्का कालो पुरुष मनपर्छ। श्रीमान सानो कदको छ भने मलाई त फलानुको श्रीमान जस्तो अग्लो मनपर्छ, अथवा अग्लो छ भने उसको जस्तो थोरै सानो हुनुपर्ने, यो जस्तो स्मार्ट हुनुपर्ने, त्यो जस्तो हुनुपर्ने, थोरै पेट निस्केको श्रीमान छ भने फलानु कति ह्यान्डसम छ, कति फिट छ। यस्ता नचाहिने कुरा कहिल्यै पनि नगर्नुहोस्। के अरे व्हाइट सिमेन्ट उता छ। शीशा बने जा रहे हो किला काटी सृष्टि हाडेर बिजुली पर्छ। बिहान सबेरै उठ्ने मान्छेले यी 11 चिज पाउँछ। यदि उठिएन भने यी 11 चिज गुमाउँछ। बुझ्नु होला है। अब पाउने कि गुमाउने भन्ने तपाईको हातको कुरा हो। बिहान चाँडो उठ्ने कि नउठ्ने भन्ने कुरा तपाईको हातको कुरा हो। तर जो व्यक्ति बिहान सबेरै उठ्छ त्यो व्यक्तिले यी 11 चिज भने चाहिँ अवश्य पनि पाउँछ। तपाईलाई महसुस नभएको होला यदि तपाईँ बिहान उठ्नुहुन्छ भने तपाईले यी 11 चिज पाउनु भएको छ जीवनमा, जुन बिहान ढिलासम्म सुत्ने मान्छेले पाउँदैन। अब कतिखेर उठ्ने त बिहान सबेरै भने चाहिँ कतिखेर त
भनी तपाईँलाई लाग्ला बिहान सबेरै भनेको सूर्य उदाउनुभन्दा 2 घण्टा अगाडिबाट सूर्य उदयसम्मको समयभित्रमा उठिसक्नुपर्छ। सामान्य रूपमा बुझ्दाखेरि 4 देखि 6 को बीचमा, बिहानको 4 बजेदेखि 6 बजेको बीचमा चाहिँ उठिसक्नुपर्छ। बुझ्नलाई अब यसरी उठ्ने मान्छेले चाहिँ के पाउँछ त भन्दाखेरि निरोगी हुन्छ, स्वास्थ्य पाउँछ, राम्रो स्वास्थ्य पाउँछ है। स्वास्थ्य नै धन हो, हेल्थ इज वेल्थ। आज स्वास्थ्य बिग्रिँदा अरबौंको सम्पत्ति पनि काम लागेको छैन। पैसा कमाउनु महत्त्वपूर्ण कुरा होइन, तर स्वास्थ्य जोगाउनु महत्त्वपूर्ण कुरा हो। तपाईँ एउटा निरोगी शरीर बोक्नु भएको छ भने त अवश्य पनि पैसा कमाइन्छ, तर रोगी शरीर छ, अरबौंको सम्पत्ति कमाउनु भएको छ, त्यो तपाईँको 2 महिनामा सिद्धिन सक्छ रोगका कारणबाट। त्यही भएर निरोगी शरीर आवश्यकता पर्दछ। निरोगी हुनका लागि सबैभन्दा उत्तम विषयवस्तु के हो त भन्दाखेरि बिहान सबेरै उठ्ने। 4 देखि 6 को बीचमा चाहिँ उठिसक्नु पर्यो। यदि जो व्यक्ति बिहान यो समयमा उठ्छ अवश्य पनि त्यो व्यक्तिले स्वास्थ्य चाहिँ बचत गर्छ, अर्थात् स्वस्थ भएर बाँच्छ, खर्च गर्नु पर्दैन स्वास्थ्यका लागि। र यसै गरी बिहान सबेरै उठ्ने मान्छेले ईश्वरको कृपा प्राप्त गर्दछ। किन यो बिहानको समय भनेको यस्तो समय हो कि यो ब्रह्म मुहूर्त भन्ने गर्दछौँ हामी। ब्रह्म मुहूर्त किन भनियो त भन्दाखेरि यतिखेर सुषुम्ना नाडी प्राय मानिसको चलेको हुन्छ। सुषुम्ना नाडी भनेको चाहिँ न सूर्य नाडी न चन्द्र नाडी, बिचको नाडी। यो बिचको नाडी चल्दा के हुन्छ त यो समयमा भन्दाखेरि ईश्वर प्राप्तिका लागि अति उत्तम समय हो। यो सुषुम्ना चल्दाखेरि ईश्वरसँग जोडिनका लागि अति उत्तम समय। त्यसैले त ब्रह्म मुहूर्तमा उठ्नुहोस्, स्नान आदि सकेर पूजा पाठ, न्यास ध्यान, योग ध्यान, प्राणायाममा लाग्नुहोस्। किन भनिएको त भन्दाखेरि यही समय नै हो कि ईश्वरसँग सामिप्यता प्राप्त गर्ने, ईश्वर प्राप्तिका लागि यो 24 घण्टा मध्ये सबैभन्दा उत्तम समय भनेकै ब्रह्म मुहूर्त। सूर्य उदाउनुभन्दा 2 घण्टा अगाडिबाट सूर्य उदाउने बेलासम्मको समय अत्याधिक उत्तम समय हो ईश्वर प्राप्तिका लागि। अनि ईश्वरको कृपा प्राप्त हुन्छ भित्र यदि हामी सबेरै उठ्ने गर्दछौँ भने। त्यसैले पनि मैले मात्र होइन, सबैले भनेको विषय यही हो कि बिहान सबेरै उठ्नुपर्छ। कारण यही हो। र छुट्टै ऊर्जा पुनर्ताजगी महसुस हुन्छ भित्र। किनभने दिनभरिको थकानबाट जब हामी सुत्छौँ एक किसिमको नयाँ ऊर्जाको व्यवस्थापन भइरहेको हुन्छ अनि यो सबेरै उठिन्छ, आफ्ना कर्महरू गरिन्छ, नित्य कर्महरू भने एक किसिमको पुनर्ताजगी, रिचार्ज भए बराबरको महसुस तपाईँले गर्नुहुनेछ मित्र। त्यो कारणले पनि बिहान उठ्नुपर्छ र पाउने चिजहरू यी हुन्। र अझ बिहान उठेर सूर्यलाई जल कसैले दिन्छ भने त बुझ्नुहोस् कि ओज तेज र प्रकाश भरिएर आउँछ शरीरमा। आँखाको ज्योति नै बढेर जान्छ, यो मुखको ज्योति नै लालीमा नै बढेर जान्छ, छालाको चमकै बेग्लै हुन्छ, शरीरको ओज तेज र प्रकाश भरिएर आउँछ। यति कुरा याद गर्नुहोस्, जो व्यक्ति बिहान उठेर सूर्यलाई जल दिन्छ यस्तो व्यक्ति 100 जनाको हुलमा पनि सजिलै चिन्न सकिने भन्छ। त्यो एक किसिमको ऊर्जा चाम हुन्छ त्यो मान्छेको शरीरमा, त्यो मान्छेको छालामा। फरक प्रकृतिको मान्छे भन्छ, किनभने सूर्यको त्यो चमचम 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 चम चम्किलो जुन ऊर्जा छ त्यो ऊर्जा पाएको व्यक्ति हुन्छ। हामी त तामाको लोटाबाट दिन्छौँ नि, जो कपर हो यो सूर्यमा पनि कपर हुन्छ। त्यो कपर र त्यो कपरको एउटा कनेक्सन हुन्छ मित्र। र सूर्यको ओज तेज र प्रकाश। सानै बच्चैबाट यो बानी सिकाइदिनुहोस्, ब्रह्म मुहूर्तमा उठ्ने र सूर्य उदाउँदै सूर्यलाई जल दिने, यो बानीको विकास बच्चालाई गरिदिनु भने आँखामा जीवनभर कहिले पनि समस्या आउँदैन। बुझ्नु होला, आँखामा कुनै पनि प्रकृतिको समस्या आउँदैन, दिमाग तेज भएर जान्छ, बच्चा पढाइमा अग्रपन्थीमा अगाडि बढ्छ। बुझ्नु होला, फाइदाहरू धेरै छन् मित्र। र बच्चा निरोगी बन्छ, रोग पटक्कै लाग्दैन। पितासँग सम्बन्ध अत्याधिक राम्रो हुन्छ। सरकारी जागिरे बनाउने प्रयत्नमा गर्नुभएको छ, सरकारी सेवा राजनीतिमा लाग्ने सोच बनाउनु भएको छ भन्दा तपाईँले सूर्यलाई जल अनिवार्य दिनुपर्छ। सरकारसँग मिलेर कर्म गर्नका लागि पनि सूर्य उच्चको चाहियो। त्यो कारणले गर्दाखेरि सूर्यलाई मजबुत बनाउनका लागि सूर्यलाई जल दिनु पर्यो। अब धनको कुरा आउँछ। त्यसरी सूर्यलाई जल दिएपछि, ब्रह्म मुहूर्तमा उठेपछि, ईश्वर प्राप्ति भएपछि एक किसिमको ऊर्जा आउँछ, जोस आउँछ, जुन जोसका कारणले तपाईँलाई धन प्राप्ति गराउँछ। अल्छी मान्छेले त धन कमाउन सक्दैन, तपाईँमा त्यो धन कमाउने जोस वृद्धि गरिदिन्छ मित्र।
यो बिहान ब्रह्म मुहुर्तमा उठ्नुको फाइदा। सकारात्मक ऊर्जा र सकारात्मक विचारको व्यवस्थापन गरिदिन्छ है। जतिसुकै नकारात्मक मान्छे पनि दैनिकी रूपमा बिहान उठ्न थाल्यो, यी कर्महरू नित्य कर्महरू यो बिहानको समयमा गर्न थाल्यो सबेरै उठेर भने बिस्तारै सकारात्मक ऊर्जा सकारात्मक सोच भन्दै जान्छ र मान्छे नै पूर्ण रूपले सकारात्मक हुँदै जान्छ। विशेष गरी हामीले कागती बिहान उठ्ने साथै पनि कतिलाई कागती पानी खाने बानी हुन्छ। अर्को कागती विशेष गरी सब्जीमा अचारमा विभिन्न इभन सलादहरूमा पनि कागतीहरू खाने चलन हुन्छ। बेलुकाको समय पनि कागती पानीहरू खाने यो लेमन टीहरू खाने चलन छ। तर तपाईहरुलाई थाहा छ यसले हाम्रो शरीरमा के कस्ता असर गर्छन् भनेर। कागतीमा एउटा प्रचुर मात्रामा हुने भनेको भाइटामिन सी हो है त। यो भाइटामिन सी ले विशेष गरी हामीलाई यो एलर्जीबाट अलिकति यसले प्रोटेक्सन गरिरहेको हुन्छ। विशेष गरी एलर्जी लागिराख्ने रुगाखोकी लागिराख्ने बिरामीको लागि भाइटामिन सी अत्यन्त महत्त्वपूर्ण छ र त्यो पेशेन्टहरूलाई चाहिँ यो कागती लिँदाखेरि राम्रै हुन्छ भने अहिले अध्ययन र अनुसन्धानहरूले यो जुन भाइटामिन सी को कारणले गर्दा यसले एन्टिअक्सिडेन्टको रूपमा पनि काम गर्ने भएको हुनाले यो मुटु रोगीहरूमा र ब्रेन रोगीहरूमा पनि यो उपयुक्त हुन्छ र यसले फाइदा पुर्याउँछ भन्ने कुरा जानकारी दिइरहेको छ। दोस्रो भनेको भाइटामिन सीमा यो कागतीमा चाहिँ एउटा पेक्टिन नामक एउटा केमिकल हुन्छ जो चाहिँ हामीले लिइसकेपछि हाम्रो पेटमा अलिकति खानामा जति हामीलाई जुन पेट भरेको जस्तो फिलिङ हुन्छ त्यसो हुनाले यो वेट लस भन्छ वजन कम गर्न चाहने व्यक्तिहरूको लागि पनि यो कागतीको दैनिक रूपमा सेवन गर्दाखेरि त्यसले केही हदमा फाइदा गर्छ र यसले यो बोसो काट्नको लागि पनि सहयोग गर्छ। तेस्रो भनेको विशेष गरी अहिले हजुरहरूलाई यो महामारीको रूपमै आएको अहिले यो किडनीमा स्टोन भन्छ। कतिले मेरो डाक्टर साहब मृगौलामा पत्थरिया भयो भनेर भन्ने हुन्छ। त्यो मृगौलामा पत्थरिया भयो भन्ने पनि यो जुन कागती खाँदाखेरि त्यसमा हुने साइट्रिक एसिड जुन हुन्छ यसले चाहिँ के गर्छ भने हजुरको त्यो स्टोन बन्न दिँदैन र सजिलैसँग यसले स्टोनबाट बन्नबाट जोगाउने हुने भएको हुनाले यो किडनी स्टोनको लागि पनि कागती खानु चाहिँ राम्रै चिज हो। चौथो भनेको चाहिँ कागती खाँदाखेरि चाहिँ विशेष गरी हामीलाई जुन यो रक्त अल्पता विशेष गरी आइरनको कमीले गर्दा हुने रक्त अल्पताबाट पनि यो कागतीले अलिकति सुरक्षा दिइरहेको हुन्छ। कागतीमा हुने जुन भाइटामिन सी ले के गर्छ भने हाम्रो शरीरमा आइरनको अब्जर्प्सन भन्छ। जुन आइरन चाहिँ हाम्रो चाहिँ आन्द्राबाट अब्जर्ब हुनुपर्छ रगतमा जानुपर्छ र त्यो त्यसलाई सहयोग गर्छ। त्यसो हुनाले कसैलाई रक्त अल्पता छ भने पनि यो जुन कागती पानीसँगै हामी आइरनको ट्याब्लेट खानु भनेर सल्लाह दिइरहेको हुन्छौँ भने दैनिक रूपमा कागती खाँदाखेरि यो रक्त अल्पता हुने जुन डर छ त्यसबाट पनि हामी जोगिन सक्दछौँ भने कागतीले चाहिँ अहिले केही अध्ययनहरूको अनुसार चाहिँ कागतीले क्यान्सरमा पनि भूमिका खेलेको छ। विभिन्न किसिमको क्यान्सरको उपचारमा पनि कागतीको केही रोल छ र तपाईको कागतीहरू खाँदाखेरि क्यान्सर लाग्ने कम सम्भावना हुन्छ भनेर जानकारी दिइरहेको छ भने यो खानेकुरा पाचन प्रणालीमा पनि कागतीले सहयोग गर्छ। यसको साथै हजुरहरूलाई थाहा छ कि छैन भाइटामिन सी को कमी हुँदाखेरि हामीमा एउटा विशेष गरी यो जुन रगतमा कालो निलो धब्बाहरू आउने रातो धब्बाहरू आउने विशेष गरी यो उमेर भएको वृद्धहरूलाई चाहिँ के छ भने जुन स्किनमा छालामा चाहिँ अलिकति तपाईको समस्याहरू भइरहन सक्छ। त्यस्तोमा पनि कागतीले फाइदा गर्छ। त्यसो हुनाले कागतीले विशेष गरी हामीलाई यो रुगाखोकीबाट जोगाउनु बाहेक यसले हाम्रो पाचन प्रणालीमा पनि सहयोग गर्ने ओजन व्यवस्थापनमा पनि सहयोग गर्ने रक्त अल्पताबाट पनि जोगाउने क्यान्सरबाट पनि जोगाउने हार्ट र ब्रेनको लागि पनि फाइदाजनक देखेको हुनाले दैनिक रूपमा कागती खाँदाखेरि राम्रो हुन्छ शरीरको लागि भन्ने तपाईहरुलाई जानकारी दिन चाहे। तर कागती विशेष गरी अब कहिले चुसेर खाने कागती टोक्ने बानी हुन्छ त्यसले गर्दा चाहिँ यो हाम्रो दाँतमा भएको इनामेलहरू चाहिँ के हुन्छ भने त्यो पग्लेर जाने हुने भएको हुनाले सेन्सिटिभिटी पनि बढ्न सक्छ। त्यस हुनाले कागतीलाई त्यो डाइरेक्ट टोक्नु भन्दा त्यसलाई चाहिँ हल्का मात्रामा पानीमा हालेर खाँदा बेटर हुन्छ। र अर्को चाहिँ के छ भने यो लेमनले चाहिँ कहिले कहिले माइग्रेन पीडितहरूमा पनि लेमन खाँदाखेरि यो अमिलोपनाले चाहिँ माइग्रेनलाई बढाउँछ भन्ने पनि भनाइ भएको हुनाले त्यो चाहिँ याद गर्नुपर्छ। माइग्रेन पीडितहरूले कागती खाँदाखेरि माइग्रेन बढ्न सक्छ त्यो कुरालाई विचार गरेर यदि कागती खाएको दिनमा हजुरलाई माइग्रेनको एट्याकहरू आइरहेको छ भने कागती त्यो अवस्थामा चाहिँ नखाएकै बेटर हुन्छ है त। यो कागती सम्बन्धी यावत कुराहरूको मैले छलफल गरेँ। भिडियो तपाईहरुको लागि जानकारीमूलक रह्यो होला। सक्षम मान्छे कहिल्यै रिसाउँदैन।
जसले जे भने नि रिसाउँदैन। रिसाउनु पर्ने आवश्यकता छैन। मलाई थाहा छ म बलियो छु, मलाई कसैले केही गर्न सक्दैन, सक्षम छु। आफू गोरो भनेपछि कसैले कालो भन्ला भन्ने डर हुन्छ र? कसैले कालो भन्यो भनेर रिसाउँछ र कोही? आफूलाई सुधार्नुको अलावा हामीसँग विकल्पै छैन। फेरि मैले यो कालो गोरोको कुरा गर्दाखेरि काला मान्छेहरूलाई फेरि अप्ठ्यारो पर्ला। म त रङ कालो छ, कसरी गोरो हुने? होइन, हेर्नुहोस्, बाहिर छालाको कारणले कुनै व्यक्ति राम्रो या नराम्रो हुँदैन। कुन व्यक्ति गोरो छ, कुन व्यक्ति कालो छ, त्यसको आधारमा सुन्दर असुन्दर हुँदैन। गोराहरू पनि कुरूप हुन्छन् र कालाहरू पनि सुन्दर हुन्छन्। किनभने सौन्दर्य बाहिर शरीरमा हुँदैन, छालामा हुँदैन, सौन्दर्य व्यवहारमा हुन्छ। जसको व्यवहार सुन्दर छ त्यो व्यक्ति हामीलाई अत्यन्तै सुन्दर लाग्छ। चाहे अनुहार जस्तो सुकै होस्, त्यो व्यक्ति अत्यन्तै प्यारो लाग्छ। जसको व्यवहारमा कुरूपता छ त्यो बाहिर जति सुकै सुन्दर देखियोस्, केही दिनपछि त्यो कुरूपै लाग्छ। मुख हेर्न पनि मन लाग्दैन, व्यवहार नराम्रो भएको व्यक्ति। त्यसकारणले सौन्दर्य कालो गोरो बाहिर हुँदैन, कालो गोरो भित्र हुन्छ। जसको मन कालो छ त्यही हो कुरूप, मन उज्यालो जसको छ त्यही हो सुन्दर। मन उज्यालो त्यसको हुन्छ जसले आफूभित्रको दुर्बलता फोहोरलाई हटायो, जसले भित्र फोहोर दुर्बलता कमजोरीहरूलाई राखेर ढाक्न खोज्यो, आफ्ना कमजोरी ढाकेर बस्न खोज्यो, पर्दा लगायो कमजोरीमा, त्यही व्यक्ति कालो हो। पर्दा लगायो नि, अन्धकारमा बस्यो थियो, उसबाट दुर्गन्ध निस्किन्छ। अब त्यसकारण बाहिरको उदाहरणलाई महत्त्वपूर्ण नठानौँ, भित्री कुरालाई बुझौँ। मलाई रिस उठ्यो मात्रै भनेर हुँदैन। मलाई झनक झनक रिस उठ्छ, जेमा पनि किन यस्तो भएको होला भनेर अतालिएर हुँदैन। रिस उठ्नु भनेको अरूको कारणले हुँदैन, आफ्नो दुर्बलताको कारणले हुन्छ। रिस आफूसँग उठ्या हुन्छ, अरूसँग हुँदैन। नजानेर मात्रै हामीले यो फलानाले यस्तो गर्यो अनि मलाई रिस उठ्यो भन्छौँ। असली केन्द्र हो आफू स्वयं। आफूभित्रको कमजोरी, आफूभित्रको दुर्बलता, आफूभित्रको असक्षमता नै रिसको प्रमुख कारण हो। त्यसकारण कसैलाई दोष नदिउँ। अरू व्यक्तिको कारणले मैले दुःख पाएँ, अरू व्यक्तिको कारणले मलाई रिस उठ्यो, यो व्यक्ति नराम्रो छ नभनौँ। अरू नराम्रो हुँदैनन्, आफ्ना कमजोरी नराम्रा हुन्छन्। नराम्रो भनेकै म भित्रको दुर्बलता होला। आफ्नो दुर्बलतालाई कसरी हटाउने, यही उद्यम गरौँ, यही प्रयत्न गरौँ। प्रत्येक व्यक्तिले आफ्ना दुर्बलता, आफ्ना कमजोरी हटाउनको लागि मेहनत गर्नुपर्छ। मेहनत भनेकै आफूलाई सुधार्न गर्ने हो, आफ्ना कमजोरी हटाउन गर्ने हो। हर एक क्षेत्रमा म सबल बन्न सकौँ, कुनै पनि ठाउँमा म कमजोरी नदेखिउँ, जति सम्भव हुन्छ म पुरा गरौँ, त्यही मेहनत गर्नुपर्छ। हामी त सम्पत्ति कमायो भने सबतिरबाट सक्षम हुन्छौँ होला भन्ठान्छौँ। होइन, हुँदैन। व्यक्ति सम्पत्ति भनेको बाहिर कमाउने सम्पत्ति त ठुलो कुरा होइन रहेछ, त्यो सामर्थ्य चाहिँ ठुलो कुरा रहेछ। जुन सामर्थ्यले सम्पत्ति कमायो, जो मसँगको त्यो क्षमता चाहिँ ठुलो सम्पत्ति हो, जसले सम्बन्ध राम्रो बनायो, त्यो चाहिँ सम्पत्ति हो। जुन क्रियाले, जुन कर्मले, जुन व्यवहारले मैले आफ्नो स्वास्थ्य राम्रो बनाएँ। मेरो स्वास्थ्य पनि अरूले राम्रो बनाउँदैनन्, मैले बनाउनु पर्छ। मेरो सम्बन्ध पनि अरूले राम्रो बनाइदिँदैनन्, मैले बनाउनु पर्छ। मलाई चाहिने सम्पत्ति पनि अरूले कमाइदिने होइन, मैले कमाउनु पर्छ। मैले कमाउनु पर्छ भनेपछि केले कमाउँछ? मेरो क्षमताले कमाउँछ, मेरो सबलताले कमाउँछ, मेरा दुर्बलताहरूले चाहिँ गुमाउँछ। त्यसकारण आफूलाई सक्षम बनाउनुको अलावा हामीसँग कुनै विकल्प छैन। सुख पाउनको लागि, शान्त हुनको लागि, आनन्दित हुनको लागि आफ्ना क्षमताको वृद्धि, यसैलाई हाम्रा ऋषिहरूले पात्रता भने। पात्रताको विकास गर। पात्रता भयो भने ईश्वर त सबै कुरा दिन तयार छ भने।
पात्रता भयो भने ईश्वरले दिनै पर्दैन, नदिए पनि सब प्राप्त हुन्छ। किनभने त्यो पात्रता नै पूर्णता रहेछ। जुन व्यक्तिभित्र क्षमता छ त्यो क्षमता नै पूर्णता रहेछ। त्यही क्षमताले सब कुरा प्राप्त गर्ने रहेछ। क्षमतावान व्यक्तिलाई कसैले दिनै पर्दैन, भगवानले पनि दिनु पर्दैन। क्षमता हुनु नै कमाई हुनु हो, पात्रता नै कमाई हो। सब कुरा अस्तित्वले दिएकै छ, यहाँ अभाव केहीको पनि छैन, सब कुरा छ, मात्रै क्षमताको अभाव छ। त्यसकारण आफ्नो क्षमता बढाउँ, आफ्ना दुर्बलतालाई हटाउँ, आफ्ना कमजोरीलाई हटाउँ। हामी भित्र छ शान्त हुने क्षमता, हामी भित्र छ आनन्दित हुने क्षमता, हामी भित्र छ खुसी हुने क्षमता, हामी भित्रै छ रिसाउने क्षमता पनि, हामी भित्रै छ डाहा ईर्ष्यामा बाँच्ने क्षमता पनि, हामी भित्रै छ रोगी भएर बस्ने क्षमता पनि, हामी भित्रै छ स्वस्थ भएर बस्ने क्षमता पनि। हर एक क्षमता हामी भित्र छ। कुन क्षमतालाई बढाउने त्यसको लागि अरूले बढाइदिने होइन, मैले बढाउनु पर्छ। मेरो क्षमता अरूले बढाउनै सक्दैन, म आफैले क्षमता बढाउनु पर्छ। त्यसकारण ममा के कमजोरी छन् त्यो हेरेँ कि मेरो क्षमता बढ्न सुरु गर्यो। जसले आफ्ना अवगुण हेर्न थाल्यो कि ऊ सुध्रिन सुरु गर्यो भन्ने बुझे हुन्छ। तर हामी आफ्ना कमजोरी हेर्दैनौँ, आफ्ना अवगुण आफ्ना दुर्बलता हेर्दैनौँ, अर्काको हेरेर बस्छौँ। को दुर्बल छ, को कमजोर छ। कमजोर भएको बेलामा त्यसलाई न्याकाउँ र आफू ठुलो बनाऊ भन्ने लाग्छ, त्यस्तो होइन। कसैलाई दबाउनु पर्दैन, आफू उठ्नको लागि आफू उठ्ने प्रयास गर, अरूलाई दबाउने होइन। जुन व्यक्तिले आफूलाई सबल बनाउने प्रयत्न गर्यो, आफूलाई सक्षम बनाउने प्रयत्न गर्यो, जसले आफूभित्रका अवगुणहरूलाई, नराम्रा बानी बेहोरालाई, आदतहरूलाई हटाउने प्रयत्न गर्यो, आफूलाई सक्षम बनाउने प्रयत्न गर्यो, त्यो व्यक्तिलाई कहिल्यै रिस उठ्दैन। रिसबाट पूर्णतया मुक्त हुने सबैभन्दा सुन्दरतम तरिका यही नै हो।